आजको यस भिडियोमा हामीले जानकारी पाउनेछौँ मलेसियाको टचानको ई-वालेटबाट हामीले कसरी नेपालमा रेमिटान्स गर्ने है। यदि तपाईँ मलेसियामा बस्नुहुन्छ भने तपाईँहरू यो तरिकाबाट के गर्न सक्नुहुन्छ, रेमिटान्स गर्न सक्नुहुन्छ। तपाईँहरूलाई ब्याङ्क जानु पर्दैन। ई-वालेटको माध्यमबाट नै के गर्न सक्नुहुन्छ, नेपालमा रेमिटान्स गर्न सक्नुहुनेछ है त। अब एकाउन्ट बनाउनु भएको छैन भने तपाईँहरू कसरी एकाउन्ट बनाउनु त्यो भिडियो म अगाडि नै बनाइसकेको छु, त्यो भिडियो गएर हेर्नु होला। अहिले उलाई साथीहरु म यहाँ टचानको ओपन गरेँ, त्यसपछि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ के पनि गर्नुपर्दैन, रेमिटान्समा क्लिक गर्नुपर्ने हुन्छ। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ रेमिटान्स लेखेर आएको छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ साथीहरु तपाईँले कन्ट्री चुज गर्नुपर्ने हुन्छ। सिलेक्ट रिसिभर कन्ट्री भनेर आएको छ, तपाईँले यहाँबाट कन्ट्री चुज गर्न सक्नुहुन्छ। साथीहरु अहिलेको लागि यहाँ हेर्न सक्नुहुन्छ म नेपाली पासवर्डबाट यहाँ यो एकाउन्ट बनाएको हुनाले केवाइसी भेरिफाई गरेको हुनाले यहाँ मेरो अहिले नेपाल भन्ने अप्सन मात्रै यहाँ म चुज गर्न सक्छु है त। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ म नेपाल भनेर चुज गरेँ। त्यसपछि तपाईँ हेर्न सक्नुहुन्छ इन्टर एन अमाउन्ट भनेर आएको छ, तपाईँले कति एमाउन्ट यहाँ पठाउन चाहनुहुन्छ त्यो तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। तपाईँ हेर्न सक्नुहुन्छ 34 रुपैयाँ एनपिआर पाउन सक्नुहुन्छ भने यहाँ अगाडि नै सो गरिदिएका छन्। तपाईँले कति पठाउनुहुन्छ त्यो अनुसारले यहाँ कन्भर्ट एनपिआरमा भइहाल्छ। तपाईँले यहाँ के पनि गर्नुपर्ने जस्तो तपाईँले एमाउन्ट राखेर है अनि कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईँले कति एमाउन्ट पठाउन चाहनुहुन्छ त्यति एमाउन्ट राख्नु होला है त। त्यसपछि कन्टिन्यूमा क्लिक गरेर तपाईँले सिलेक्ट अ रिसिभिङ मेथड भनेर आएको छ, तपाईँले केमा पैसा रिसिभ गर्न चाहनुहुन्छ, ई वालेट अथवा तपाईँले ब्याङ्क ट्रान्सफर गर्न चाहनुहुन्छ अथवा तपाईँले क्यास पिकअप गर्न चाहनुहुन्छ त्यो पनि तपाईँले चुज गर्नुपर्ने हुन्छ। जस्तै साथीहरु म यहाँबाट ई सेवा आइएमए पे खल्तीमा तपाईँले रिसिभ गर्न सक्नुहुन्छ पैसा है। तपाईँ ब्याङ्क ट्रान्सफर गर्न चाहनुहुन्छ भने ब्याङ्क ट्रान्सफरमा क्लिक गरेर तपाईँले नेक्स्ट गर्नुपर्ने हुन्छ है त। यदि तपाईँ क्यास गर्न चाहनुहुन्छ, क्यास पिकअप गर्न चाहनुहुन्छ भने त्यो अप्सन चुज गरेर तपाईँले नेक्स्ट गर्नुपर्ने हुन्छ है। तपाईँ हेर्नुहोस् साथीहरु म यहाँ ब्याङ्क ट्रान्सफर चुज गरेँ। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ यो ट्रान्जेक्सन विल रिच विदिन 24 आवर्स है। तपाईँको ट्रान्जेक्सन 24 आवर भित्रमा तपाईँको के हुन्छ पेमेन्ट भइहाल्छ तपाईँको एकाउन्टमा है त। तपाईँले नेक्स्टमा क्लिक गर्नु। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ तपाईँले कुन एकाउन्टमा तपाईँले रिसिभ गर्न चाहनुहुन्छ त्यो तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। जस्तै म अलरेडी नै एड गरेर म राखेको छु, तपाईँहरू एड गर्नुभएको छैन भने एड न्यूमा तपाईँले क्लिक गरेर एड गर्न सक्नुहुनेछ है त। साथीहरु म अगाडि नै यहाँ एड गरेको हुनाले तपाईँ हेर्न सक्नुहुन्छ मेरो अगाडि नै यहाँ सो गरिदिएका छन् दुईटा एकाउन्ट है। तपाईँ गर्नुभएको छैन भने एड न्यूमा क्लिक गरेर फर्स्ट नेम लास्ट नेम अनि रिलेसनसिप अनि मोबाइल नम्बर राखेर तपाईँले यहाँ तपाईँले सबै कुराहरू विवरणहरू राख्न सक्नुहुन्छ, ब्याङ्कहरू एड गर्न सक्नुहुनेछ है त। साथीहरु म अगाडि नै एड गरेको हुनाले म एउटा यहाँ ब्याङ्क चुज गर्छु है। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ तपाईँले यो इन्टरफेस गर्न सक्नुहुन्छ। यहाँ तपाईँले अप्सन दिएका छन्, तपाईँले यहाँ पर्पज पेमेन्ट भन्ने अप्सन चुज गर्नु होला। त्यसपछि तपाईँ यहाँ मध्ये कुनै एउटा चुज गर्नु होला। जस्तै म यहाँ पर्सन सेभिङ गरिदिन्छु। त्यसपछि हेर्न सक्नुहुन्छ सोर्स अफ फन्ड भनेर आएको छ, तपाईँले यहाँ बोनस एलाउन्स अथवा तपाईँले स्यालेरी सेभिङ तपाईँले जुन पनि चुज गर्न सक्नुहुन्छ। म यहाँ स्यालेरी चुज गरेँ। हु इज सेन्डिङ द मनी तपाईँले आई एम द सेन्डर अथवा तपाईँले कसैलाई हेल्प गरिदिनुहुन्छ भने तपाईँले सबै कुरा चेकअप गर्नु होला। त्यसपछि तपाईँले यहाँ आई एग्रीमा टिक लगाएर कन्फर्म गर्नुपर्ने हुन्छ है त। यहाँ हेर्न सक्नुहुन्छ म यो इन्टरफेसमा आइसकेँ। तपाईँ हेर्न सक्नुहुन्छ मेरोमा यहाँ सफिसियन्ट ब्यालेन्सको कारणले गर्दा यहाँ ट्रान्सफर भएन है। तपाईँहरू यही तरिकाबाट के गर्न सक्नुहुन्छ, ट्रान्सफर गर्न सक्नुहुन्छ। म जस्ट तपाईँलाई डेमो हेराइदिएँ। तपाईँहरू ट्रान्सफर गर्न चाहनुहुन्छ भने सेम तरिका हुन्छ, कुनै पनि फरक हुँदैन। तपाईँले यही तरिकाबाट के गर्न सक्नुहुन्छ, टच एन्ड गोबाट तपाईँले रेमिटान्स गर्न सक्नुहुन्छ आफ्नो नेपाली एकाउन्टमा है। तपाईँले नेपाली एकाउन्टमा तपाईँले के गर्न सक्नुहुन्छ, आफ्नो पैसा रिसिभ गर्न सक्नुहुन्छ। तपाईँले विदेशबाट ट्रान्सफर गर्नुहुन्छ भने मलेसियामा तपाईँ बस्नुहुन्छ अनि त्यहाँ तपाईँले यदि ट्रान्सफर गर्दै हुनुहुन्छ, रेमिटान्स गर्दै हुनुहुन्छ भने नेपाली ब्याङ्क एकाउन्टमा तपाईँले पैसा रिसिभ गर्न सक्नुहुन्छ। अथवा तपाईँसँग ई वालेट छ, खल्ती छ, कुनै पनि तपाईँसँग यदि ई सेवाहरू छ भने त्योमा पनि तपाईँले के गर्न सक्नुहुन्छ, पैसा रिसिभ गर्न सक्नुहुनेछ है। तपाईँलाई सबै कुरा म यस भिडियोमा डिटेलमा देखाइदिएँ। सो आजको लागि यदि थियो साथी तपाईँको मनमा कुनै पनि जिज्ञासा हुन्छ भने प्लिज कमेन्ट गर्नु होला। हस्त, धन्यवाद। जय नेपाल।